नमस्ते साथीहरू, म चाहिँ रविलाल पुन आज पनि हिजोका दिनहरू जस्तै नयाँ भिडियो लिएर आइसकेको छु आरपीएम क्रिएटिभ युट्युब च्यानलबाट। आजको भिडियो चाहिँ फेसबुक मोनिटाइज गर्न पुरा गर्नुपर्ने क्रेड एरियाहरू के हुन् भन्ने विषयमा छ। त्यो हजुरहरू पनि फेसबुक मोनिटाइज गर्न चाहनुहुन्छ भने पुरा गर्नुपर्ने क्रेड एरिया के हुन् त्यो थाहा पाउनको लागि यो भिडियो हेर्न चाहनुहुन्छ। तपाईहरुको लागि यो भिडियो काम लाग्न सक्छ। सुरुमा चाहिँ तपाईले आफ्नो मोबाइलको फेसबुकलाई ओपन गर्नुहोस्। फेसबुक ओपन गरिसकेपछि चाहिँ तपाई यहाँ थ्री डटमा जानुहोस्। थ्री डटमा गइसकेपछि प्रोफेसनल ड्याशबोर्ड भन्ने छ, प्रोफेसनल ड्याशबोर्डमा जानुहोस्। प्रोफेसनल ड्याशबोर्डमा गइसकेपछि तपाईहरुलाई यस्तो खालको देखाइरा हुन्छ। यो तपाईहरुको भ्युजहरु कति आइराछ यो देखाउँछ। यो देखाइराछ तल जानुहोस्। तलबाट डिसेम्बर अर्निङ लेखा छ, डिसेम्बर अर्निङमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि तपाई देख्न सक्नुहुन्छ यहाँ कन्टेन्ट मोनेटाइजेसन भनेको छ। कन्टेन्ट मोनेटाइजेसनमा क्लिक गर्नुहोस्। अनि कन्टेन्ट मोनेटाइजेसनमा क्लिक गरेपछि वेटिङ लिस्ट क्राइटेरिया भनेको छ। तपाईहरुले पुरा गर्नुपर्ने क्रेड एरिया चाहिँ यही हो। मेरो चाहिँ 5 वटा पुरा भइसकेको छ। यहाँ तपाईको के हो भनेर हेर्नलाई चाहिँ यहाँ फेरि ओपन टच गर्नुहोस्। यहाँ टच यसो टच गरिसकेपछि यहाँ खुल्छ भित्र। सुरुमा चाहिँ के गर्नुपर्ने हुन्छ भने तपाई चाहिँ तपाईको उमेर 18 वर्ष नागेको हुनुपर्छ है। फेसबुक मोनेटाइज गर्नलाई चाहिँ तपाईको उमेर 18 वर्ष नागेको हुनुपर्छ। अनि दोस्रोमा चाहिँ के भनेको छ तपाईको फेसबुक पेज अथवा प्रोफाइल चाहिँ मोनेटाइज हुने देशमा हुनुपर्छ है। अहिले नेपालमा पनि मोनेटाइज भइरहा हुन्छ, त्यही भएर तपाईको यो पनि खुलिहाल्छ त्यसपछि। तेस्रो चाहिँ के हुन्छ भने तपाईको फेसबुक पेज अथवा प्रोफाइल 30 दिन पुरानो हुनुपर्छ। 30 दिन तपाईको 30 दिन पुरानो मात्र मोनेटाइज हुन्छ। त्यसपछि 30 दिन पुरानो हुनुपर्छ तपाईको। अनि चौथो चाहिँ के छ भन्दाखेरि चौथो चाहिँ तपाईले आफ्नो फेसबुकमा 3 वटा रिलहरु चाहिँ 90 दिनमा पोस्ट गरे हुनुपर्छ। 3 वटा रिलहरु 90 दिनमा पोस्ट गर्नु पर्यो। अब लास्टका 2 चाहिँ अलि मेहनत गर्नुपर्ने नै देखिन्छन्। तपाईले पाँचौंमा चाहिँ छ 10K फलोअर्स। तपाईले मोनेटाइज गर्नलाई चाहिँ 10,000 फलोअर्सहरु बनाउनु पर्ने हुन्छ। अनि 6औंमा चाहिँ के छ भन्दाखेरि तपाईले मोनेटाइज गर्ने हो भने चाहिँ तपाईले 28 डेमा 1,50,000 भ्युज चाहिँ फोटो अथवा रिल्सहरुबाट कलेक्सन गरेको हुनुपर्ने हुन्छ। अनि यसरी तपाईले यो क्रेड एरियाहरु पुरा गर्नुभयो भने तपाईको चाहिँ फेसबुक मोनेटाइजको लागि रेडी नै भइहाल्छ। त्यसपछि तपाईले बैंक सेटअप गर्न पर्यो। त्यसपछि चाहिँ मोनेटाइज गर्न पाइन्छ। यदि भिडियो मन पर्यो भने हजुरहरुले लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला।